तम्लै आया सँगै बस्ला बास डोटेली भाषा साहित्यको गरौँला विकास डोटेली भाषा साहित्यको गरौँला विकास बोली भाषा लोप भएले अस्तित्व लोप हुन्छ बोली भाषा लोप भएले अस्तित्व लोप हुन्छ आफ्नै रीति संस्कृतिलाई जोगाउनै पर्छ आफ्नै रीति संस्कृतिलाई जोगाउनै पर्छ हजुर डोटेली भाषा र साहित्यको संरक्षणको लागि रेडियो 7 स्टारको पृथक कार्यक्रम ढोका भेट विद्यार्थीलाई चाहिने लेखा कि पढा कि जबलाई विद्यार्थीलाई चाहिने कापी किताब पाइने जैलाई जसो चाहियो उसै कापी किताब पाइने छ भट्ट ब्रदर्स एन्ड स्टेसनरी दोकान छ भट्ट ब्रदर्स मनमा हन्छ हर्ष सामान किन्नै गयो भन्या मनमा हन्छ हर्ष बैंकिङ सेवा पन छ मुसे रौटेमा च्याल बैंकिङ सेवा पन डोलाई बरे मन क्याइ जान्या हौ खाली दूर डोलाई बरे मन हजुर केदा मेदाकी लेखा कापी किताब स्टेसनरीका सामान चाहियो भन्या काहीँ जन गया हाँ भट्ट ब्रदर्स एन्ड स्टेसनरी मुसे रौटेमा स्टेसनरीका सबै सामान पाइनान् तसरी देश विदेशबाट रुपियाँका पुला पठाउन सकिने गोजिन रुपियाँ कम भया झिक्क सकिने बर्ता भया जमा गद्द सकिने रे बिना रुपियाँ खाता खोल्न सकिने नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा रहित बैंकिङ सेवा केन्द्रले ताइमा छ एकै फिट सेवा गद्या मौका दिया हाँ तमरी बलाइ छ झिक्कै जानकारी पाउनका लेखा भट्ट ब्रदर्स एन्ड स्टेसनरी र नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा रहित बैंकिङ सेवा केन्द्र सुर्नया गाउँपालिका 6 मुसे रौटे बैतडीका दोकानदारी राजेन्द्र भट्ट मोबाइल 9863 090 060 मौराका घर छन् नागार जुन मौरी उद्योगमा मौराका घर छन् तमलाई किन्न कन मौरा पाली मौथो पढाइ तमलाई किन्न कन बाख्रा छानी छानी ल्यास हजुर चाहिया जति बाख्रा छानी छानी आफ्नै मान्छ ठानी बेचा न सस्ताई मूल्य आफ्नै मान्छ ठानी किबिलिची खेती गरी हाल झट्टै अब किबिलिची खेती नाइ हुन्या हो छेती नागार जुन बठे बोटले या नाइ हुन्या हो छेती ओ मेरा हजुरौ एकै फिट मेरी भणी कुराले ध्यान दिइबर सुन्दिया हाँ दशरथचन्द नगरपालिका 5 पल्ला चौडाली बैतडीमा रहेको नागार्जुन मौरी उद्योगमा मौराका आधुनिक घार जिबडाले आजी लेस भणी माग्द्या गुल्ल्या मौका भाकाना मौरा सम्बन्धीका सबै सामान निक्निका जातका बाकारा किबिरे लिचिका बोर्डलाई सस्ताई मूल्यमा पाइनान् एक बेर सेवा गद्य मौका दिया हाँ थप जानकारी की लेखा नागार्जुन मौरी उद्योगका उद्योगपति सुदर्शन प्रसाद लेखक मोबाइल 98 48 59 16 15 निकाई हुन्ना गाउँघरमा निकोई होलो गात निकाई हुन्ना गाउँघरमा निकोई होलो गात सर्जकसित ढोका भेटमा गर्ला मिठी बात सर्जकसित ढोका भेटमा गर्ला मिठी बात नमस्कार रे भौती स्वागत गर्या कार्यक्रम ढोका भेटका पर्खाइमा बसेका तम सबै सङ्गीलाई पल्ला खण्डका सङ्गी प्रेम ओड रे मै कार्यक्रम चलाउने गोविन्द पन्त समर्थन की तिर है
श्रोतासँगै तपाईले सुन्ना छौ सुदूरपश्चिम प्रदेशको तारा सामुदायिक रेडियो 7 स्टार 99.2 मेगा हर्जको प्रस्तुति डोट्याली भाषा साहित्यमा आधारित रेडियो कार्यक्रम ढोकाभेट। यी कार्यक्रमलाई तम www.radio7star.org रे हाम्रो पात्रो मोबाइल एप्लिकेसनका माध्यमबाट संसारैभरि सँगै सुन्ना छौ। तमुनलाई अहिले सुन्ने फुर्सद नाइथी भने तमले जै बेला आफूलाई सुन्ने साह्रो हुन्छ देखिया तै बेला सुन्न सक्देऊ। ढोकाभित्रलाई हामीले युट्युबमा लै राख्दै गरिराख्यौँ। युट्युबका माध्यमबाट जै बेला सुन्ने समय हुन्छ तसै बेला सुनबर साध्या भन्न चाहनौ। सुदूरपश्चिमकी मौतारी बोली भाषालाई बचाउनकी निम्ति डोट्याली भाषा साहित्यको विकास गर्दाकी निम्ति ढोकाभिट तमारा माझमा ल्याइराख्यौँ। हप्तामा 5 दिन उनी ढोकाभिटकी आजकी बसाई एकजना पाहुनासित ढोकाभिट गद्दे बसाइ हो देखिया। हामीले हरेक हप्ताका शनिबार एकजना पाहुनालाई लेबर हुनु ढोकाभिटमा उनसित कुराकानी गर्दौँ, उनीहरा जीवन भोगाइका बारेमा कुराकानी गर्दौँ। आज लै एकजना पाहुना हामीसित आइरहन, आज प्रत्यक्ष हमारा स्टुडियोमा आइरहन देखिया ढोकाभिट गद्दाकी लेखा। आज को आइरहन रेडियो 7 स्टारका स्टुडियोमा ढोकाभिट गद्दाकी लेखा भन्बर देखिया तम सबैका मनमा एक किसिमको कौतूहलता हुन्ना छ। को आया कहाँ आया भन्बर तमुन सोच्छ लाथ्या। म तमुनलाई जानकारी गराउनु कि आज हमसित छन् युवा डोट्याली साहित्यकार सुरेश चन्द्र ठकुरी सहयात्री। सुरेश चन्द्र ठकुरी सहयात्री भनेर सायद नपछाड्ने मान्छे सायद कमकमै हुन्न, कियाकि सुदूरपश्चिमकी मौतारी भाषालाई बचाउनकी निम्ति उन रात दिन नभनबर लागिरहने क्षेत्रमा निका निका सिर्जना गद्दान भौतिक सिर्जना तमले सुनिसकिरहेछौ। छन्दबद्ध कवितालाई उनीहरा तमले सुनलाइछौ, गीत रचनालाई सुनलाइछौ। साहित्य क्षेत्रमा कलम चलाउनार्यान सबैको मन जित सकिरहेछ। उनीहरा दोहोरा देख्या और सर्जकसितलाई जो दोहोराका रूपमा उनले गीत लेखी पठाउँथ्या तन गीत सुनुन जहाँको आनन्द छुट्टै हुन्थ्यो। तैपछाडि झ्याउरे कविता उनीहरा बहुत लोकप्रिय कविता भन्नु पर्छ। ढोकाभिटका माध्यमबाट कैयौँ कवितालाई मूल्य वाचन गरिराख्यौँ, गाउने प्रयास गरिराख्यौँ। त मुनले सबैले उनीहरू रचना सुनिसकिरहेछ। उनीहरा रचनालाई सुरेश चन्द्र ठकुरी सहयात्री युवा डोट्याली साहित्यकार मैले भन्नाले आज हमैसित छन्, नजिकै छन् देखिया, सँगै बस्यौँ, मजासित उनसित कुराकानी गर्दैौँ, डोट्याली भाषा साहित्यका बारेमा कुराकानी गर्दैौँ। उनले कब्बठे यी क्षेत्रमा कलम चलाउन सुरु गर्यो, यी बारेमा कुराकानी गर्ला। र आउने दिनमा यी क्षेत्रमा उनले नयाँ नयाँ किसिमका सिर्जना त ल्याउन आर्यान, तैपछाडि कृतिलाई निकाल्ने सोच बनाइरहेछ कि जो रचना रचान रसिसके पछाडि तनलाई देखिया पोका पुन्दुरा बनाएबर किताबका रूपमा ल्याउने कि सोच त सोच कि भविष्यमा तै बारेमालाई कुराकानी गर्ला। नाराछनाको जीवन कि कसरी बितायो यी बारेमालाई हामीले पृष्ठभूमि सोध्छौँ त मनलाई थाहै छ। आज उनीसित कुराकानी गर्दैछौँ। कार्यक्रम सकिन्जासम्म रेडियो सुनि साध्या भन्न चाहनौ। ढोकाभिटका दारु गाड्डौँ गायक लालबहादुर थापाले गाएको यो भौती मिठो कारुणिक ठाडी भाका बठे। सिन्दुर पैरी कैको खारो जालो बनाई कैको सिन्दुर पैरी मैलाई फर्की बैरी मेरै पिराता मैलाई फर्की बैरी मैलाई फर्की बैरी मेरै लाई पिराता मैलाई फर्की बैरी।
सुनाऊ गुनासोको सुन्देला मनका कुरा कहाँ सुनाऊ गुनासो अन्तै साटी हाँसो मैलाई दिगई हाँसो नासो अन्तै साटी हाँसो अन्तै साटी हाँसो मैलाई दिगई हाँसो नासो अन्तै साटी हाँसो छु दिन रात निरागु। श्रोतासँगी आजकी लेखालाई कार्यक्रम ढोकाभिटका दारू गाडा गायक लालबहादुर थापाले गाएको भौती मिठो मन छुने कारुणिक ठाडी भाकाबटे कति मिठा गैला शब्द हुनान् देखा ठाडी भाका सुनुन्या कति आनन्द हुन्छ। मान्छेका जीवन भोगाएका वास्तविक पीडा ठाडी भाकामा हामीले भेट्न सकौँ। यसा किसिमका ठाडी भाकालाई अहिले पछिल्ला दिनमा हराना जन्नारेन यो सबै दुःखकी कुराहरू भन्नु पर्छ। सुदूरपश्चिमवासी सुदूरपश्चिमका कलाकार सर्जक सबैले यसा किसिमका मौलिक ठाडी भाका बचाउनमा विशेष योगदान पुर्याइदियो भने भोलका हमारा आउने पिँढीले थाहा पुग्ने थियो कि हमारा सुदूरपश्चिममा यसा किसिमका मौलिक ठाडी भाका हुने रहन यसरी गौन पड्या रहेछ भनेर थाहा पुग्ने थियो। तब गाउने सवालमा अहिले पछिल्ला दिनमा लालबहादुर थापाको यो भौती निको प्रयास थियो नयाँ ठाडी भाका देखा सुनुन्या भौती आनन्द हुने खालको ठाडी भाका तम्की लेखा हामीले ढोकाभिटका सुरुमा पस्किया आ ब्यालु नाइगद्दा आजका पौनालाई ढोकाभिटमा स्वागत गरिहाल्लो। आज युवा डोटाली साहित्यकार सुरेश चन्द्र ठकुरी सहयात्री हमसित छन्। उनलाई कार्यक्रम ढोकाभिटमा स्वागत गरिहाल्लो। सुरेशजी स्वागत छ तपाईँलाई कार्यक्रम ढोकाभिटमा। धन्यवाद हजुर लगायत प्राविधिक मित्र रेडियो 7 स्टार की मौजौलाई यो माया र हौसलाले न्युत्या दिया हुनाले बहुत बहुत धन्यवाद छ। सुरेशजी निका छौ त? एकदम निको हजुर, आनन्द मङ्गलै भन्नु पर्यो। आज विशेष रूपमा महिलाले बहुत ही खुसी लागिरहेछ। तैपछा हमारा पल्ला खण्ड बसिरहेका हमारा सङ्गी प्रेमजी जतिले यो बेला ढोकाभिट सुन्नारायण सबै खुसी छन्। क्याकि तमरा रचना त ढोकाभिटका माध्यमबाट सबैले सुनिसकिरहेछ। बहुतै मिठा हुनान्, मौलिक खालका रचना हुनान्। सुनिन्या जति सुनालाई धो नहुने खालका आज लामो रचना भइदिया बेले हुन्थ्यो भन्ने जस्तो लागन्छ सुन्ने श्रोता सङ्गी मलाई। त्यति मिठा रचना लेख्दै मान्छे आज प्रत्यक्षतम हमारा स्टुडियोमा आइरहेछौँ। हाम्रो न्युतो स्वीकारिरहेछौँ। हम बहुतै खुसी छौँ, आभारीलै छौँ। अब तमारा पृष्ठभूमिबाट कुराकानीलाई अगाडि बढाउनु। तमरो जन्म कहाँ भया हो र बाल्यकाल के कसरी बिताइ थिया तै बारेमा थोक्काइ कुरा बताइदियो हामीलाई। हजुर मेरो जन्म भन्नाले पञ्चेश्वर गाउँपालिका वार्ड नम्बर 5 जेबलकट्टा बिसौना हालैको बसाइ हजुर उहाँ भयो हो। अनि बाल्यकालको स्थिति भने हाम्रो पहाडी समाजमा गयो। आजकल स्कुल गोरबकरा वनवेद हाँसुटट्टा तह हिसाबले जीवलाई वनतिर जान्थ्या। नाना छनाको समयमा ग्वाल्यका वनतिर नाइ जान्थ्या। ग्वाल्यकाको वन विवाह त नस्करे ग्वाल्यका वनका भौतिक गिल्लै छन्। ठुलो वन देखा पञ्चेश्वरतिर तमले भन्नाले तै वन कि यादलै आइ बेला वनतिर झने बेला साथीभाइसित कल झगडा गरन्थ्या नै? कल झगडा हुने बेकन जाए चुणाचुण लुछालु सोय भने अहिलेका नेपालका नेता नै जाए धेरै कान्त नाम सुनाए। अहिले नेपालमा जसो हुन्ना छ उही बेला
जै बेला हामीलाई देखा समाजका बारेमा थाहा नै हुनु साथी सङ्गीसित कोही किसिमको व्यवहार गर्दा तै बारेमा निक्किरिकन थाहा नै हुनु त्यो एक नानो बेलाको समय हुनलाई स्वाभाविकै हो। अहिले त अब तपाईँले समाज बुझ्या देश बुझ्या के गर्नु पर्ने रहेछ कसो गर्नु पर्ने रहेछ कसरी अगाडि बढ्नु पर्ने रहेछ यी बारेमा तपाईँले भौतिक कुराले थाहा पाइरहेछौ। साहित्यका बारेमा कुराडी कहानी गर्ला घरकी मौजौका बारेमा थोक्कै कुराडी कहानी जोडाल्लौँ। कतिजनाको म परिवार छ के छ कसो छ अहिलेको अवस्था घरकी ममा? घरको मेरो अहिले 6 जनाको परिवार छ। हजुर उसा ठिकठाकै भनौँ केही त हो सुख दुःख जसलाई भ्या मिलजुली यता जुलाई सङ्घर्ष गर्नु पऱ्यो सबै हाँसी खुसी रमाइलो गरिरहने परिवार। सुरेशजी हजुर तमले डोटेली भाषाका भौतिक रचना ढोका बिटकी लेखालाई पठाया स्तरीय रचना छन् साँच्ची भन्दा क्या कि मैले भन्न अहिले हमारा रचनाका बारेमा अथवा हामीले बोलेका जतिले कुरडी हुनान् ढोका बिटका माध्यमबाट न्यायाधीश बनेका श्रोता सङ्गीकीमा हुन् सबैले तमारा रचनालाई मन पराइरहेछ भौतिक प्रतिक्रियालाई हुनान् काहीँ कतै भेटघाट हुन्छ प्रत्यक्ष ढोकाबिट हुने बेला तमले यति निका निका रचना गर्या तमले कबठे रचना लेख्न सुरु गर्या हो? रचना लेख्दा मलाई 6-7 साल हो क्या हजुर। 6-7 वर्ष भयो क्या? 7 वर्ष 2017 सालमा लाग्यौँ फर्स्ट यही लाइनमा। नयाँ नयाँ जबको सिलसिलामा इन्डियातिर गया वहाँ अरूलाई इन्टरनेट चलाउन देखि मैले नयाँ नयाँ तनखाले नयाँ नयाँ मोबाइल ताँ उठे सिक्का सिक्का अहिलेसम्म दोहोऱ्याउनेको हौसला माया प्रीति श्रोतानेको मायाले अहिले हम यहाँ बुझिनु। सुरुमा तमले डोटेली भाषाका रचना मूल्य गद्य पढन छ भनेर तमलाई कहिले हौसला दियो अथवा तम कसैले हौसला दिइबर हो कि आफूले कायम छे रेडियो कार्यक्रम सुनेबर अथवा पत्र पत्रिका पढेबर लेख्दो पढन छ भन्ने सोच तुम्हारा मनमा कसै आयो? हौसला त कफै उठै पाएन हजुर। उही पला अहिले मिल्ला छ हौसला जब सिक्को पस्यौँ तब उही पला आफू यहाँ रेडियोमा सुनेबर यताउति पत्र पत्रिकान उठै अरू उना रचना देखबर मैले दिउँ भन्ने यसो चोइस लाग्यो। जीव्याले और साथी सङ्गीका रचना तमले सुनन्थ्या सुन्ने क्रममा मूल्य केन केन लेख्नु पर्ने रहेछ आफ्ना सिर्जनालाई समाजसम्म पुगाउनु पर्ने रहेछ भन्ने जस्तो तुम्हारा मनमालै लाग्यो तमले रचना लेख्न सुरु गरे। आज कि कोसेला अब क्या कि सुरेश चन्द्र ठकुरी सहयात्रीलाई ढोकाभिटमा ल्याइसके पश्चात हातमुख हेरेर भौतिक बस्यान हमलाई बस्यो भन्नु पर्छ क्या कि हम त कोसेलका पोका पुन्दुरा कहाँ बठे उनान भनेर देख्या आशा लागेर बस्ने मान्छे पल्ला खण्ड बठे प्रेमजीले इसारा गद्दार्यान कोसेल पस्किहाल भयो किलिरहेछ कोसेलको गाँठो खोइदिनु पऱ्यो भनेर मुसु मुसु हाँस्यार्यान। आज कि पहिले कोसेल कि पस्किने हो हाम्रा श्रोता सङ्गी कि म कि लेखा कोसेली तसो के नि तपाईँलाई एक सगुना टाइपमा आफू ट्राई गरिरहेको यसै उद्घा उ गरिदिन कोसिस लौ रन्काइदिए। सुनाई जा सुन बाबा सुदूरै की बात सुनाई जा कोरा कागजैमा लेखिलियौ कलमैका सार लेखिलियौ कलमैका सार उजादिय उजादिय मेरी कलमैमा उजादिय सरस्वती माता साहित्यकी डाकुली बचौलो साहित्यकी डाकुली बचौलो लोडा ढुङ्गा धुली माटी रुबसैकी खात जरम्याइकी माटीको चान मथालौलो माटीको चान। यो
सगुन कि भाकामा भन्नु पर्छ हाम्रो लोकलय सुदूरपश्चिमको स्थानीय लोकलय जसलाई हम सगुन भन्नु व्रत जसो बिहाका बेला व्रतमा गाइने बिहामा गाइने सगुन हुनान् तसै ढलमा तमले गाउने प्रयास गरे तमरा और रचना तमले जो छन्दबद्ध रचनालाई गरुन्छौ तम लेख्दै कबुठे सुरु गरे तमले छन्द पहिले त सम्बन्धी मलाई त हो खास ज्ञान नै हो लकडाउनमा अलि समय मिल्यो तखै सिलसिलामा म फेसबुक इन्टरनेटका माध्यमबाट औरुना रचनालाई हुन्ने यताउति युट्युबका माध्यमबाट हेर्दै बस्या तसै सिलसिलामा नेपाली रचनालाई लेख जान्यो भए ठिक होला भन्ने कुरा उ ततिर लाग्यो त्यसै सिक्का अहिलेसम्म थोडा तमले भन्नाले नेपाली र डोटाली दुवै भाषामा कलम चलाउँछ हजुर साहित्यका विधामध्ये बहुतै विधा छन् देखा कथा हुन्छ कविता हुन्छ गीत मुक्तक गजल बहुतै विधा हुनान् साहित्यमा साहित्यका विधामध्ये तमलाई सबै वार्ता मनपर्ने विधा लेख्दो सबै वार्ता चाहने विधा को हो खासमा सबै वार्ता भने त हाम्रो लोक स्थानीय सबै फर्स्ट डोटेली देउडाइ भयो हजुर जो हमारा बजे पर बजे इतिहासबाट अहिलेसम्म हामीले जहाँ संस्कारमा हुर्किने संस्कारको वही विधा ठिक भयो उत्पछ भनौँ भने कविता ठिक भयो बाँकी सबै विधालाई समान साहित्य क्षेत्रमा तलमाथि गद्य त हो केही नै जसै हमकी लेखा हातका 5 औँला बराबर हुनान् एक औँलो काटियालाई हमलाई उति दुखन्छ अर्को काटियालाई उति दुखन्छ वास्तवमा सिर्जनालाई तसो छ कि साहित्यका हरेक विधाहरू एकै हुन् जसै गजल गीत मुक्त कविता आफूले कयमा कलम चलाउने भन्नेमा खास निर्भर रह्यो चलाउन त तमले अब सबैमा चलाउने रहेछौ झ्याउरेलाई तमले कविता लेखी पठाया शार्दुर विकिडी छन्दकालाई पठाया तमले अहिले गजलमालाई एक नयाँ अभ्यास गर्दा छौ सुरेशजी कियाकि तमरा गजललाई पछिल्ला दिनमा मैले 1-2 गजल गाउने प्रयास गरे गजललाई चोइस लाग्छ लेख्दै तैतिर कविताका उल तैतिर बढी ध्यान नदिनु उछा दियो तलाई नै कोही विधा हो तैलाई ठिकै लाग्छ तसो अन्यथा केही होइन हजुर और अहिले पछिल्ला दिनमा थप के गद्दा छौ पनि नयाँ काम डोटेली भाषा कि लेखा कि नयाँ कृतिलाई निकाल्ने सोचमा छौ कि थप काम भनन जाए लकडाउनका कृपाले भनौँ यहाँ समय मिल्दाले अहिले कृति निकाल्ने विचारमा छौँ सोराड मन्जरी नाउँको तसो हाम्रो संस्कृति परम्परा भाषा वेशभूषा चालचलन सबै समेट गयो हजुर कसो कृति निकाल्ने तो कृति भन्नाले तैमा सब अहिले समय भ्यापर थप उसा झ्याउरेमा हो डोटेली झ्याउरेमा तो मुना मदन शैलीमा हजुर यदि तैमा समयले साथ दियो भने आजि कलमले साथ दियो भने तैमा थप सगुन फाग हाम्रो हुड्का भलौला तन सब समेट्ने कोसिसमा छौँ अब तमा समाज र साथीहरू साहित्य कथा दिन साहित्य प्रेमी सबै जीवलाई डोटेली लोक साहित्य भित्रका और कुरोले तै भित्र राख्या हाम्रा लोप हुन्नारेका संस्कृति अन्तर्गत जो सुपड्डे भलौला छन् ठाडी भाका छन् धुमारी छन् ढुस्का छन् चाँचरी छन् यी किसिमका यिन चैत जतिले जो लोप हुने अवस्थामा छन् यिनलाई तै भित्र समेट गरेर ल्याउने तम सोचमा छौ पछिल्ला दिनमा तैलाई मूल भन्नु खोज्या कृतिका रूपमा ल्याउन्जा कविता सङ्ग्रहका रूपमा ल्याउने कि अथवा तैलाई महाकाव्य खण्डकाव्य भनेर कोही किसिमले ल्याउने तु सोध्नु खोजे मैले तमलाई खास तै ल्याउने विचार हो मेरो महाकाव्यका आधारले अहितिर बड्या त अहिले हम जसले बनाएर ख्याउ पुजाएर ख्याउ अहिले हम 2000 लोक हम पुगाएर ख्याउ उत्तरार्धमा छु तर त सब अहिले हम एकै झ्याउरेमा छ एकै छन्दमा जीवलाई डोटेली भाषाको महाकाव्य तमले नौ अगाडि भनिसक्या कोही किसिमको नौ राख्दै भनेर हम आशा गर्दौँ कि सबैले मन पराएका अहिलेका युवा साहित्यकार सुरेश चन्द्र ठकुरी सहयात्रीको महाकाव्य झट्ट बजारमा आइदिएले तैलाई हामीले वाचन गर्द पाइदिएले हुन्थ्यो भन्ने हाम्रो मनमा लाग्दा छ तमलाई आजै म शुभकामना दिन चाहनौ तै झट्ट बजारमा ले गया अब ल्याउन लेखा थपके आज तैमा गरौँ काँडछाड भन्ने तै उसले रुकिरहेछ तैमाले के हुन्छ औसा पुरा सुदूरपश्चिमको लेखाइ तति उत्तिक म भाषा भेदलाई भ्याउन तति उन्नाइ भयो जति मेरा मनले मेरा दिमागले मेरा कलमले साथ दिन्छ सोराड क्षेत्र बैतर क्षेत्रको भाषा परम्परा संस्कृति सबैलाई समेटबुट लेखिमिन्छ कहाँ तेज जातिगत कह समाजलाई तथा
आँचाउने खालका शब्द व्यवहार त मूल्याङ्कन गद्दु त एकबार काटछाँट गद्दु भएर छ ना जीवलाई हम कसरी बुझ्न सकौँ भने सुदूरपश्चिमको भाषालाई समग्रमा हामीले डोट्याली भाषा भन्नु। डोट्याली भाषाभित्र बझाङ्की बोली आफ्नै छ, डडेलधुराकी आफ्नै छ, डोटी बाजुरा अछाम सबै ठाउँकी आफआफ्नी बोली फरक फरक छ जिल्ला अनुसारले। त्यसो भए हुनाले तम सुराड क्षेत्रको प्रतिनिधित्व गर्दै एक साहित्यकार भए हुनाले तमले हाम्रो बैतडीकी भाषालाई समेट्ने प्रयास गरिरहेछौ। यो महाकाव्यको रूपमा जो तमले बजारमा ल्याउने भन्ना छौ मलाई लागन्छ कि यसले एक किसिमको इतिहासलाई बनाउने हो। किनकि महाकाव्यको रूपमा सायद आजसम्म अब ट्याक्कै भनौँजा मलाई असजिलो भयो। तपाईँलाई हामीले थाहा नपाएको कुरो किनकि अहिलेसम्म डोटेली भाषा साहित्यमा महाकाव्यको रूपमा आइरेज कि नाइ भन्दै हामीले खोज्नुपर्ने अवस्था भए हुनाले जीवालाई तमरो महाकाव्य बजारमा आइसके पछाडि यसले थोक्काइ तहल्का ल्याउँछ जस्तो लाग्यो। सबैका कान उगड्यान। अब तहल्का भन्न आएलाई तपाईँ आफ्नै भाषा परम्परा संस्कृति बचाउन हामीले यही माटीमा खाइ खेलिरहेछौँ भने त तुनलाई नगर्सके हामी गद्दे प्रयास गर्नु पर्छ पक्कालाई। बहुतै निको सोच हो सुरेशजी। हामीले नगरे कहिले गद्दे आज नगरे कब गद्दे भन्ने कुरो भए भाषाका सवालमा तमले बहुतै योगदान पुर्याइरहेछौ हाम्रो मौतारी भाषा बचाउनमा। यी कामलाई तम निरन्तरता दिया भन्न चाहनु किनकि कभै जन छाड्या तमुन जसा युवा जो के न बेलै थोक्कै हाम्रो समाज बुझेका हाम्रो संस्कृति बुझेका हाम्रो संस्कृतिलाई बचाउनु पर्छ भनेर लाइक पढलेका युवानको हामीलाई देखा साथ सहयोगको खाँचो छ। त्यसो भए हुनाले यही संस्कृति बचाउने अभियानमा ढोकाबिटोले जो प्रयास गरिरहेछ एमाले तमले थप मलजल पुर्याउनमा साथ दिने भन्ने आशा विश्वास म लिइराख्यौँ। यो बिचमा तमारा डाखामा एक के अर्की कोसेलले पस्किदियो तैपछा यामठे थोक्काइ बेर स्यामिस्या गद्दे बेला हुन्ना छे। अब त सम्बन्धी एक झ्याउरामा रन्काइदिन अब त खास स्वर त छ कि नै अब श्रोताले ल सबैले त्यसो माफ गरिदिनु पर्यो। लौ झ्याउरेमा रन्काइदियो। गर्वका आँसु कलमा डोबी मरन्या धोको छ जरिम्याकी धुली माटीको टिको लगाउन्या धोको छ यो ज्यान ढली गयालै मेरो अमर कीर्ति हौ दोस्रो जन्म भयालै आजी सोराड धरती हौ संस्कृति मेरी ढलन बेला जबर छाती हौ अक्षर औणी अक्षे तालौलो कलम साथी हौ पन्यौ कि जुन लाग्यालै दाग तारो भयो दौलो माटीमा ढोगी मुठिर्या श्वास यो शीश झुकाउलो। बहुतै मिठो झ्याउरे छन्दको कविता तमले सुनाइदिया। झ्याउरे छन्दका कवितालाई बहुतै मायाले गर्दान किनकि हमारा लोक जीवनमा लोक साहित्यमा बहुतै चर्चित यो छन्द भन्नु पर्छ किनकि झ्याउरेमा सबैले मन पराउने एक कारण के छ भने पहिलेबटै गाईबर आया हुनाले सबैलाई सजिलै लाग्दे मिठोलै लाग्दे सबैले बुझ्यालै यो छन्द विशेष रूपमा सबैले मन पराएको छन्द भन्नु पर्छ। आज हम युवा डोट्याली साहित्यकार सुरेश चन्द्र ठकुरी सहयात्रीसित कुराकानी गर्दार्यौँ ढोका भेटमा। उनीहरा सिर्जनालाई त तमले बहुतै मन पराइरहेछौ। आज प्रत्यक्ष ढोका भेटमा देखिया हुन् यहीँ आइरहन् भन्नुपर्छ हाम्रा स्टुडियोमा सँगै बसेर उनसित साधुखा गर्दार्यौँ। ए बिचमा थोक्काइ बेर स्याबिस्या गद्दे बेला भइगए थोक्काइ बेर स्याबिस्या गद्दौँ तैपछा आजले उनी हुँ रेडियोको सुयोजन निमोर दिया विद्यार्थीलाई चाहिने लेखा कि पढा कि जबलै विद्यार्थीलाई चाहिने
कापी किताब पाइने जैलाई जसो चाहियो उसै कापी किताब पाइने छ भट्ट ब्रदर्स एन्ड स्टेसनरी दोकान छ भट्ट ब्रदर्स मनमा हन्छ हर्ष सामान किन्नै गयो भन्या मनमा हन्छ हर्ष बैंकिङ सेवा पन छ मुसे रौटेमा च्याल बैंकिङ सेवा पन डोलाई बरे मन क्याइ जान्या हौ खाली दूर डोलाई बरे मन हजुर केदा मेदाकी लेखा कापी किताब स्टेसनरीका सामान चाहियो भन्या काहीँ जन गया हाँ भट्ट ब्रदर्स एन्ड स्टेसनरी मुसे रौटेमा स्टेसनरीका सबै सामान पाइनान् तसरी देश विदेशबाट रुपियाँका पुला पठाउन सकिन्या गोजिन रुपियाँ कम भया झिक्क सकिन्या बर्ता भया जमा गर्न सकिन्या रे बिना रुपियाँ खाता खोल्न सकिन्या नेपाल इन्भेस्टमेन्ट बैंकको शाखारहित बैंकिङ सेवा केन्द्रले ताइमा छ एकै फिट सेवा गद्या मौका दिया हाँ तमरी बलाइ छ झिक्कै जानकारी पाउनका लेखा भट्ट ब्रदर्स एन्ड स्टेसनरी र नेपाल इन्भेस्टमेन्ट बैंकको शाखारहित बैंकिङ सेवा केन्द्र सुर्नया गाउँपालिका 6 मुसे रौटे बैतडीका दोकानदारी राजेन्द्र भट्ट मोबाइल 9863 090 060 मौराका घर छन् नागार जुन मौरी उद्योगमा मौराका घर छन् तमलाई किन्न कन मौरा पाली मौथो पढाइ तमलाई किन्न कन बाख्रा छानी छानी ल्यास हजुर चाहिया जति बाख्रा छानी छानी आफ्नै मान्छे ठानी बेचा न सस्ताई मूल्य आफ्नै मान्छ ठानी किबिलिची खेती गरी हाल झट्टै अब किबिलिची खेती नाइ हुन्या हो छेती नागार जुन बठे बोटले या नाइ हुन्या हो छेती ओ मेरा हजुर हौ एकै फिट मेर भणी कुराले ध्यान दिइबर सुन्दिया हाँ दशरथचन्द नगरपालिका 5 पल्ला चौडाली बैतडीमा रहेको नागार्जुन मौरी उद्योगमा मौराका आधुनिक घर जिबडाले आजी लेस भणी माग्द्या गुल्ल्या गुल्ल्या मौका भाकाना मौरा सम्बन्धीका सबै सामान निक्निका जातका बाकारा किबिरे लिचिका बोर्डलाई सस्ताई मूल्यमा पाइनान् एक बेर सेवा गद्य मौका दिया हाँ थप जानकारी की लेखा नागार्जुन मौरी उद्योगका उद्योगपति सुदर्शन प्रसाद लेखक मोबाइल 98 48 59 16 15 श्रोतासँगै यही थोक्काइ बेरकी स्या विस्या पाछा तमलाई आजलाई स्वागत गरे कार्यक्रम ढोका भेटमा तमले अहिले मात्रै रेडियो खोल्या हो भने तमलाई जानकारी गराउनौ तमी बेला सुन्ना छौ परिवर्तनको आवाज सामुदायिक रेडियो 7 स्टार 99.2 मेगा हर्जबठे कार्यक्रम ढोका भेट यी कार्यक्रमलाई तम www.radio7star.org रे हाम्रो पात्रो मोबाइल एप्लिकेसनका माध्यमबाट संसारैभरि सँगै सुन्ना छौ आज एकजना पाहुनासित ढोकाभिट गद्य बसाइ भया हुनाले युवा डोट्याली साहित्यकार सुरेश चन्द्र ठकुरी सहयात्रीसित ढोकाभिट गद्दार्यौं उनीसित कि कुराकानीलाई अगाडि बढाउन सुरेशजी तमले छन्दमालाई कविता लेखन्छौ शार्दुल विकृत छन्दमा कविता लेख्दा कि निउति खास के गर्नु पर्ने रहेछ त छन्दका बारेमा के जानकारी गराइदिन हाम्रा श्रोता सङ्गी मलाई छन्द हजुर छन्द लेखन जा कहले छन्दमा हरेक छन्दका अलग अलग सूत्र हुन् हजुर हर्ष दीर्घ मात्रा लय यति भन्ने कुरा आदि हुन्छ व्याकरण शुद्धताको लागि ध्यान दिनुपर्ने हुन्छ तयमध्ये नेपाली छन्द व्याकरणमा यमा ता राज भा न सलगा भन्ने एक तो सूत्र हुन्छ तह अन्तर्गत शार्दुल विकृति छन्दको मस ज सतत गुरु तो हर्ष दीर्घ मिलाएर तह आधारमा बनाउन यति लय गतिको ख्याल गरियो भ्यावर तयमा विशेष हर्ष दीर्घ सबै कुराको ध्यान गर्नु पर्छ छन्दमा जतिले कविता लेखिनान्
ठिक्क उका नियमअनुसार नलेख्यो भने त्यो मिठो नै हुन सक्को तपाईँ छन्दका ठ्याक्कै जो सूत्र हुनान् तै भित्र रहेर लेख्नु पऱ्यो कसैले हो हजुर तपाईँ व्याकरण शुद्धता सबै फलित भाषा अनिवार्य हर्ष दीर्घ मात्राको यो शुद्धिकरण हुनु जरुरी हुन्छ हजुर तै साथसाथै व्याकरण भयो को अक्षर हर्ष को दीर्घ लघु गुरु आदि त सबै कुरा तमलाई सबै व्रता कै छन्दमा लेखा कि लेखा सजिलो लागन्छ छन्दमा अहिलेसम्म लेख्यो भने हो उस्या झ्याउरेमा हो उस्या शार्दुल विक्रेडित होइग्यो भुजङ्ग प्रयात होइग्यो तै तोटकमा होइग्यो हजुर अहिलेसम्म लेखिरहेको जी बेला 3-4 छन्दमा तमले कविता लेखन्छौ हजुर गीत रचना बाहेक हजुर यो साहित्य सिर्जना गर्दाको लेखा कोही किसिमको माहौल चाहिने रहेछ कोही बेला व्रत सिर्जना हुनान् दिमागमा यसो हो सबै बढी गरेर त कहिले एकान्त ठाउँमा भ्याबुर हुने शान्ति वातावरणमा जसले भ्याबुर लेखे शब्दहरू नान झट्ट दिमागमा आउने भएन यति थुथाइ खोज्छु बड्डे हो हजुर शान्त वातावरणमा भ्याबुर मात्र एकान्तको समय लेख्दै मान्छेकी लेखा सबै निको हुने ठहरियो कियाकि यतिर लेख्दु पड्डेछ अर्कातिर मान्छे हल्ला गर्दारेन भन्नाले दिमागमा उन्नारेका शब्दलाई बिचल्ले भए तपाईँ तैबठी बच्चाकी न्युतिलाई एकान्तमा गयो भने ट्याक्को नाइ शब्द सिर्जना गर्द सकिने रहेछ हरेक सर्जकले सिर्जना गर्दै मान्छेले इसै कुरो प्राय भन्नान् तमले रचना लेखसके पाछा अब साथी सङ्गीलाई सुनाउन हो तमारा साथी सङ्गी तमारा शुभचिन्तक जो तमलाई विशेष गरेर आँखामा राखिराखान् सुरेशजीका रचना कन्ज्या उन्ना कन्ज्या सुन्नु पाउला भनेर जो देखा पर्खाइमा बस्नान् तसै किसिमका तमारा शुभचिन्तकले तमारा रचना सुनिसके पछाडि खास प्रतिक्रिया कसो दिनान् अहिलेसम्म जहाँ मलाई होस् ठिकै प्रतिक्रिया आइरहन् सबैको साथ सहयोग हौसला मिलिरहेछ कोही हाँसी ठट्टा मजाकलाई हुने भयो कोही अब विपक्षमा अब जडा कट्टालाई ऐतिर निस्क्यो भन्ने खालका भावना उठाउनेवालालाई कोही हुने भए जीवाले तसा लगाए हुनान् हरेक क्षेत्रमा देखे हरेक क्षेत्र कसैले प्रगति गरन्जा उइका खुट्टा कसरी तान्ने यो खेल सबैतिर हुन्छ यो मान्छेको एक चोलाइ जसो भन्नाले हुन्छ कियाकि हाम्रा देशमा लै तसो हुन्न छ हरेक कार्य क्षेत्रमा लै तसो हो साहित्य सिर्जना कलाकारिता क्षेत्र जय क्षेत्र मान्छे कसो छ भने प्रगति नाइ गरिराख्यो मान्छे कमजोर छ बोल्लामा तसोइ छ उइलाई उस्यालै हेला गद्या नान मान्छेले के गरिहाल्यो भने तँलाई कसरी पछाडि पाड्या यो हाम्रा समाजको एक किसिमको नियमै जसोलाई भइसकिरहेछ हरेक ठाउँमा तसो किसिमको प्रवृत्ति छ जे जसो भएलाई गद्य मान्छे गद्दाएर नान हामीले निको कर्म गद्द पढन्छ सबैको मन जित्नु पढन्छ सबैको मन जित्यो भने त मान्छे सबै हाम्रै पक्षमा हुनान् देखा साहित्यकारलाई सबैले माया गर्दान् काहीको त्यो कुरोड काट्यालै हुन्न अब गीत गुने मान्छे बैरागी हुन् भन्नान् साहित्य लेख्दै मान्छे तन कोही पागल हुन् भन्नेलाई काहीको त्यो भणाए मान्छेले उदाहरण छन् तर तसो नै हो सकेसम्म हामीले हाम्रा समाजकी निम्ति के गर्न सकिन्छ समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ सिर्जना इसो हतियार छ कि जहिले एटम बमले ठुलो प्रहार गर्न सकिन्छ कियाकि देशमा जति परिवर्तनलाई हुनारेन तयमा साहित्यकार कलाकर्मीको ठुलो भूमिका छ समाज बदल्नलाई निम्ति शब्दमा ठुलो दम हुन्छ तमले जतिले पछिल्ला समयमा रचना एक पासा अर्को गरेर लेखा झन्ना छौ तमारा आजले हम रचनाको आशा गर्दौँ कि सुरेशजीका रचना हामीले सुन्नु पाउँला वाचन गर्द पाउँला भनेर आजले हामीले ढोका बिटका माध्यमबाट आशा गर्दौँ हम ढोका बिटका लगभग छाड्डी 12लाई पुगार्यौँ एक कोसेल आज पस्किहाल ल यो देउडाइमा ठाडी भएको टाइममा त एक भानुभक्तजीको एक गीत थियो त ढकमा देउडा टाइममा गाइदिनु हुन्छ सुरु गर काउडी परेवा चढी कारानी बन रह्यो काउडी परेवा चढी कारानी बन रह्यो पीरताका भावर छिर्यौँ बैरागी मन भयो तेरा सोझ्या पन्या रोटा दैडुबी खानी है तेरा सोझ्या पन्या रोटा दैडुबी खानी है
मुखीलाई डेरीको दुध खोल्ने पानी भई आँखा है बग्याका आँसु गल्फु भिजी गहिरो आँखा है बग्याका आँसु गल्फु भिजी गहिरो हृदयका भमका फुट्या बाडुलीको पहिरो बासमती चावलका माडा घिहाली झुजायै बासमती चामलका माडा घिहाली झुजायै मुटुमा पत्थर राखे पुइचित बुझाए कठै लाडी बहुती मिठा डाकामा तमले यो कविता सुनुन्जा बहुती आनन्द लाग्यो। हमारा गाउँघरमा बोलिने मौलिक शब्द जो छाती फुटेकी देखा छाती आग पडेकी यी किसिमका मौलिक शब्द हमारा गाउँघरमा छन्। बाडुली की कुरड छ। बाडुली भन्ने शब्दलाई अहिले पछिल्ला दिनमा हराना जन्ना छ, कियाकि बाडुली लाउने अहिले त चलन देखा मोबाइलमा आयो कि मोबाइलबाट हिलो हाई गद्या किसिमको संस्कार बसिसके पछाडि फेसबुकमा अब त एकअर्कालाई हेर्द सकिने किसिमको प्रविधिको विकास भयो कि तैले अहिले बाडुली जसा हमारा जो मौलिक शब्द छन् हराना झन्नारेन यसै किसिमको शब्दको प्रयोग तमले रचनामा गरन्जा बहुत ही आनन्द हुन्छ। सुरेशजी हम ढोका बिटोका लगभग छाड्डी बाह्रलाई छौँ। एक कुरोड त सोधौँ भन्ना विसद्या जसो अवस्थालाई आयो। खुट्टेसु भया हो तमरो खुट्टेसु भइगयो भनौँ अब माटीका कृपाले सबैको आशीर्वादले कच्छन् गेदा मेदा केही थिए 2-3 साल भया। अब पछाको योजना भ्यो अहिले आफै गेदाइ भ्या अहिले सँगै जीवन काट्टेवाला कसो मान्नान् तमरा रचना सुनन्ज्या अब ठिकै भयो कन्जाय चित्त बुझाउनुबाट मुखलाई गाइदिनै पड्डे भयो। अब साहित्यकार भयो उभा त अब हुनै भयो। जीवाले खुसी हुने ऱ्यान कसैका घरमा त देखा रचना सुनिबर बहुत ही खैरु भयालै घटना सुनिनान्। जीवाले रात दिन तहैका पुछाडा लागिरहन्छ भन्नेलाई बहुत हुनान जीवालाई यो पेसाइ त सोच। अब कसैलाई खुसी गद्द सकिने कसैलाई दुखीलै बनाउन सकिने अब देखा कसैलाई रोयुन सकिने कसैलाई हँसाउन सकिने यो पेसाइ त सोच। यी क्षेत्रमा तमले कलम चलाउन यहाँसम्म पुगिरहेछौ। हमसितलाई एक किसिमकी पछाण भयो हमारा श्रोता सङ्गीकी मसितलाई पछाण भए एमा हम बहुत ही खुसी छौँ। सुरेशजी ढोका बिटोको समय लगभग सकिया हो। आजको यो देखा 45 मिनटको समय तम्की लेखा हो। तमसित कुरडिकानी गर्या साधुखा गर्या तमारा डाकामा के कोसेलले पस्किया तमले बहुत ही खुसी लागिरहेछ। छाड्डी बाह्र ढोका बिटका माध्यमबाट जतिले यी बेला हाम्रा ढोका बिट सुन्नारेका श्रोता सङ्गीकी मौछन् उनलाई के भन्न चाहन्यौ भने छाड्डी बाह्र तम नानी कुरोड राखिदियो तैपछि हम छुट्टी बर जाउँला। श्रोतालाई अब भन्न के छ सबैले हाम्रो मातारी भाषाको संरक्षण गर्नु पर्छ। भाषा कला हाम्रो मौलिक सम्पत्ति हो पुर्खादेखि संस्कृति र यो साहित्य भन्या भाइ बिनाइ जहाँ हामीले आफ्नो संस्कृतिलाई जगाइबुर राख्नु पर्छ। बेलुका दिन उठा यो सृष्टि चलाउने एक रचना एक नियमै हो साहित्य र सृजना यो संस्कृति भनेको। यसलाई हाम्रो समाज उठा विघटन हुन दिनपट्टि जहाँ हामीलाई विकृतिका बटाबट हामीले रोक्नु पर्छ। यही क्षेत्रमा छाड्डी चाला कि भन्न आइलाई मैले और आज बेलुका नयाँ साहित्यकारलाई अनुरोध गर्दा जसलाई यो रचना लेख रह्यान आज बेला गीत निकल रह्यान ये हाम्रो लोक संस्कृतिका शब्दलाई पपुलर रिमिक्स यहीमा जन ढालिदिया भन्ने यो आधुनिक चलचित्रका लयमालाई बहुत डीजे टाइपका मा निकल रह्यान। यहीले हाम्रो संस्कृतिको लोक भाकालाई पुरानी लयलाई अलि अखर गद्दे खालको सम्भावना देखिन्छ। जो यो पछिल्ला दिनमा डीजेका रूपमा बजारमा ल्याउन आएन यो मौलिक भाकालाई लोप गराउने खालको हुन्न छ। काम कोहीले जन गरिदियो भनेर हामीलाई अनुरोध गर्द चाहनु। कार्यक्रम ढोका बिटोलाई तमले समय उपलब्ध गराइदिया दूरबटे हमारा स्टुडियोसम्म पुग्दै देखा तमले कष्ट गरिदिया ये कष्ट की नीतिलाई तमलाई म ढोका बिटोकीतिर हेरे मेरो व्यक्तिगततिर अहिले बहुत धन्यवाद दिन चाहनु। धन्यवाद। श्रोता सङ्गी आज की ढोका बिट युवा डोटेली साहित्यकार
सुरेश चन्द्र ठकुरी सहयात्रीसित गरे। आजको कार्यक्रम तँलाई कसो लाग्यो? जसो लाग्यो तसै प्रतिक्रिया लेखी पठाया भन्न चाहनौ। हामीलाई प्रतिक्रिया लेखी पठाउने ठेगाना हो कार्यक्रम ढोका भेट परिवर्तनको आवाज सामुदायिक रेडियो 7 स्टार 99.2 मेगाहर्ज पाटन नगरपालिका 8 खोल्पे पैतडी। तमले फोनका माध्यमबाटै सल्लाह सुझाव दिन सक्दियौ। तैके लेखा तमले 98 69 83 13 13 का बाटा ढोका भेटमा सहभागिता जनाइबर अथवा तमले जज्यालै तमले सल्लाह सुझाव दिन सक्या यी कार्यक्रमलाई यहले निको बनाउनकी लेखा कि गद्दु पडलो तमुनले सल्लाह सुझाव दियो भने हम तमारा सल्लाह सुझाव अनुसार अगाडि बढ्या प्रयास गर्ला भन्न चाहनौ। ज्यासम्म कार्यक्रम ढोका भेट सुने साथ दिया तै किन तम सबै सँगैलाई ढोका भेटकीतिर है झिक्कै धन्यवाद दिया। तसरी कार्यक्रम ढोका भेटलाई सम्झिदियो भट्ट ब्रदर्स एन्ड स्टेसनरी र नेपाल इन्भेस्टमेन्ट बैङ्कको शाखारहित बैङ्किङ सेवा केन्द्र सुर्नया गाउँपालिका 6 मुसेरौटे बैतडीका दोकानदारी राजेन्द्र भट्टलाई भौती धन्यवाद दिया। नागार्जुन मौरी उद्योग दशरथचन्द्र नगरपालिका 5 पल्ला चौडाली बैतडीका उद्योगपति सुदर्शन प्रसाद लेखकजीलाई भौती धन्यवाद दिया। मेरा डाकालाई तमारा घरका रेडियो सेटसम्म पुर्याइदियो आजका हाम्रा अतिथि युवा डोटेली साहित्यकार सुरेश चन्द्र ठकुरी सहयात्रीका डाकालाईले तमारा घरका रेडियो सेटसम्म पुर्याइदियो। पल्ला खण्ड बसिरहेका हाम्रा 2 जना सङ्गी सन्देख्या प्रेम ओड रे गौरव चन्द दुईलाई भौती धन्यवाद दिएर जानजानी बार गायक प्रकाश थापाले गाएको भौती मिठो कारुणिक ठाडी भाका मान्छेको परानी तमारा माझमा छाडेर आजकी लेखा मणे मुई कार्यक्रम चलाउने गोविन्द पन्त समर्थनलाई निजनौ तम मणे निकेर खाया निकेर सिया निका सुइना हुइजौन लौपी नमस्कार। पानी मान्छे पुग्ने